Hello and namaste सबैजनालाई। दिस इज माई फर्स्ट बल्किङ सिरिज रोड टु 80 kg। बिहान उठेर फ्रेस भएर मैले आफ्नो फर्स्ट मिल बनाएँ, ओट्स, केरा, पिनट बटर। त्यसलाई कन्ज्युम गरेको 2 घण्टापछि मैले खाएँ आफ्नो घरको अर्ग्यानिक खाना। खाना खाइसकेपछि मैले खाएँ फ्रुट्सहरू। फ्रुट्स खाइसकेपछि 1 घण्टापछि मैले खाएँ पास्ता र चना। पास्ता र चना खाइसकेपछि म लागेँ जिमतिर अनि चेक गरेँ बडी वेट। आजको बडी वेट रहेछ हाम्रो 76 kg। चेस्ट डे बेस्ट डे भन्दै म बेन्च प्रेस हान्न लागेँ। बेन्च प्रेसको 3 सेट 10 to 12 reps हाने। धेरै भएको थियो मैले हेभी वेट ट्राई नगरेको, अनि धेरै पछि मैले 110 kg हाने, त्यो इजिली गयो। त्यसपछि मैले हाने इन्क्लाइन डम्बल प्रेस। इन्क्लाइन डम्बल प्रेसको 3 सेट 10 to 12 reps हाने। आजसम्म कुनै पनि भिडियो बोलेर नगराएर होला, मलाई बोल्न अलिकति गाह्रो भइरहेको छ। त्यसपछि हाने मैले इन्क्लाइन बेन्च प्रेस। इन्क्लाइन बेन्च प्रेसको 3 सेट 10 to 12 reps हानिसकेपछि म एट द इन्डमा मैले अगाडि नै धेरै नै हेभी वेट हानिसकेको कारणले गर्दा मलाई 80 kg पनि एकदमै गाह्रो लाग्यो। चेस्टको लास्ट एक्सर्साइज चेस्ट फ्लाईलाई सिधाउँदै म आफ्नो पोजिङ गर्न लागेँ। आज एकदमै दामी पम्प देखिरहेको छ। पम्प हानिसकेपछि मैले आफ्नो सोल्डरलाई ट्रेन गर्न लागेँ। सोल्डरलाई मैले सोल्डर मेसिन प्रेसबाट ट्रेन गरेँ 3 सेट 10 to 12 reps। त्यसपछि मैले ल्याटरल रेसको सुपर सेट हाने चेस्ट सपोर्टेड ल्याटरल रेससँग। त्यसको पनि 3 सेट 10 to 12 reps। सोल्डरको लास्ट एक्सर्साइज केवल ल्याटरल रेस हानेर सिधाएँ। सिधाइसकेपछि हामीहरू यसो बसेर साथीभाइहरू बसेर हामीले बनाना सेक खायौँ। त्यसपछि घर गएँ। घर गएर मैले आफ्नो 5th मिल कन्ज्युम गरेँ। 5th मिल कन्ज्युम गरिसकेपछि मैले सुत्नुभन्दा अगाडि 6th मिल आफ्नो कन्ज्युम गरेँ। खासै राम्रो भिडियो बनाउन त आएन, तर मलाई आशा छ मलाई हजुरहरूले एकदमै साथ र सपोर्ट गर्नुहुन्छ होला। यससम्म हजुरहरूले जति पनि माया देखाइदिनु भयो त्यसको लागि धन्यवाद। अझै धेरै साथ र सपोर्ट गर्नुहुन्छ भने म हजुरहरूलाई अझै राम्रो राम्रो कन्टेन्टहरू लिएर आउनेछु। बल्किङ सिरिज भ्याइनेको साथसाथै हामीले कटिङ सिरिज पनि ल्याउनेछौँ। आजको लागि यति, धन्यवाद।